यो मन्त्रद्वारा यहाँले शत्रु परास्त गर्न सक्नुहुन्छ। वास्तवमै भन्ने हो भने अहिले शत्रु नभएको व्यक्ति कोही पनि छैन। संसारमा सबैको एक आपसमा शत्रुता छ, शत्रु धेरै छ। तर शत्रु कसरी परास्त गर्ने? मन्त्रद्वारा यहाँहरूले ठाउँको ठाउँ शत्रुलाई परास्त गर्नको निम्ति मैले यो मन्त्र लिएर उपस्थित भएको छु। नमस्कार भक्त सज्जनवृन्द, सर्वप्रथम त यहाँहरूलाई स्वागत गर्न चाहन्छु म ऋषिराम लम्साल हरिबोल अल दर्शन पूर्ण दर्शन युट्युब च्यानलमा। यहाँहरूको शत्रु जुन छ, शत्रुले विभिन्न काम नकासित दुःख दिइरहेको छ। जहाँ पनि जुन काम गर्दा पनि बाधा अवरोध छ अथवा यहाँलाई सताइरहेको छ। जब शत्रुले सताइरहेको छ भने हाम्रो दिमागले पनि गतिले काम गर्दैन, जुन राग द्वेषको भाव भइरहन्छ। र यो शत्रु परास्त गर्नको निम्ति हामीलाई यो मन्त्र अत्यन्तै प्रभावकारी हुनेछ। यहाँहरूको यो मन्त्रद्वारा जुनसुकै शत्रुलाई पनि जसरी पनि हामीले ठिक ठाउँमा ल्याउन सकिन्छ। यो मन्त्र यहाँहरूले के गर्नु त भन्दा साँझ पख 21 पटक जाप गर्नुपर्छ। र यदि सम्भव छ भने यहाँहरूले जुन फलामको टुक्रामा मन्त्र लेखेर घरको मूल ढोकामा राख्नुभयो भने पनि कुनै पनि शत्रुले यहाँलाई केही पनि गर्न सक्दैन। शत्रुहरूको यो दुष्प्रभाव जति छ त्यो दुष्प्रभाव पनि हटेर जानेछ। हरेक हिसाबका शत्रु हुन्छन्। मानव शत्रु हुन्छ, दैवी शत्रु पनि हुन्छ, भूत प्रेत पिशाचहरू शत्रु पनि हुन्छ। हरेक हिसाबका शत्रुहरू हुन्छन्। यहाँहरूले यो शत्रु परास्त गर्नको निम्ति जुन यो म दिँदैछु यो मन्त्र ओम नमो आदेश गुरुको दुश्मन भागे 9 दिशा नाम जपे गोरखनाथ निशा सत्य शब्द तेज वचन गुरु गुरथ करे रक्षा वचन पूर्व मन्त्र ईश्वर वाचा सत्य नाम आदेश गुरुको भन्ने छ। मन्त्र फेरि एकपटक सुन्नु होला। ओम नमो आदेश गुरुको दुश्मन भागे 9 दिशा नाम जपे गोरखनाथ निशा सत्य शब्द तेज वचन गुरु गोरख करे रक्षा वचन पूर्व मन्त्र ईश्वर वाचा सत्य नाम आदेश गुरुको भन्ने मन्त्र छ। यो मन्त्रलाई यहाँहरूले अझै प्रभावकारी र बलियो बनाउनको निम्ति र यो मन्त्रले काम गरोस्, यो शक्तिशाली होस् भन्नको निम्ति यहाँहरूले आफ्नै पूजा कोठामा बसेर सकेसम्म 1008 पटक जाप गर्नु। सक्नु भएन भने 108 पटक पक्कै पनि जाप गरेर यसलाई अझै प्रभावकारी, शक्तिशाली र बलियो बनाउन सक्नुहुनेछ। हजुरहरूको जीवनमा यो काम लाग्नेछ, यहाँहरूले गर्न सक्नुहुनेछ भन्दै आजको यो बसाइबाट म बिदा लिन चाहन्छु। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्ति मा कश्चित् दुःख भाग् भवेत्। धन्यवाद।